हामी सुरु गर्नुभन्दा अगाडि हप्ता दिनभरिमा हामीलाई प्रभुले सुरक्षा शान्तिसँग राख्नुभयो है। कतिजना मानिसहरूले यो दिन देखेका छैनन्, तर हामीलाई चाहिँ प्रभुले उहाँको अनुग्रहमा अनि महिमा गर्नको लागि हामीलाई टाढा नजिकबाट फेरि पनि भेला गराउनु भएको छ। आउनुहोस् हामी अगुवाई माग्नेछौँ अनि पश्चाताप हृदय पनि लिनेछौँ यदि हजुरहरूलाई अगुवाई हुनेछ भने। हालेलुया। दयालु कृपालु अनुग्रही प्रभु यीशु पिता, म तपाईको चरणमा आउँदछु। विशेष गरी म तपाईलाई धन्यवाद दिन्छु किनकि तपाईले आज हामीलाई फेरि पनि प्रभु बिहानदेखि अहिलेसम्म सुरक्षा शान्तिसँग राख्ने सुन्दर समय हामीलाई दिनुभयो। हरेक बाधा विघ्न जोखिमबाट जोगाइ जाँदा विश्राम दिन हामीलाई दिनुभयो। आज कतिजनाले यो दिन देखेका छैनन् प्रभु, तर तपाईले त हामीलाई तपाईको महिमा गर्नको लागि फेरि पनि तपाईले हामीलाई ल्याउनुभयो। तपाईलाई धन्यवाद छ। आजको सेवालाई प्रभु सुरु गर्नुभन्दा अगाडि प्रभु हामी शरीरमा छौँ, संसारमा छौँ, कतिचोटि हाम्रो हेरेको सेवाबाट हामी गरेको गल्ती भुलचुकीको कारणले गर्दाखेरि तपाईँको उपस्थितिमा आउनको लागि योग्यता छैन भने पनि प्रभु हामीलाई क्षमा गर्नुभएको होस्। हामी गरेको गल्ती हामी स्वीकार गर्छौँ र आजको सेवालाई सुरुदेखि अन्त्यसम्म तपाईँ सहितै गरेर आउनुभयो जसरी म बिन्ती प्रार्थना गर्दछु। प्रभु भजन पुरस्कार गर्ने तपाईँको छोराछोरीहरू, स्तुति आराधना गर्ने तपाईँको छोराछोरीहरूदेखि लिएर जति पनि आजको सेवाकाईहरू छ प्रभु, सुरुदेखि अन्त्यसम्म तपाईँले एक चलाउनु भएको छ बिन्ती प्रार्थना गर्दछु। प्रभु आज कतिजना बाटोमा आउँदै हुनुहुन्छ होला प्रभु, तपाईँले सुरक्षा दिइकन तपाईँको छोराछोरीहरूलाई ल्याउनु भएको। कतिजना आज आउन सक्नु भएको छैन प्रभु, आउने दिन हो मात्रै ढोकाहरू खोल्नु भएको छ भने म तपाईँसँग बिन्ती प्रार्थना गर्दछु। परमेश्वर पिता, आजको सेवाकाईलाई यो भवनलाई तपाईँको पवित्र रगले म बाँध्दछु। परमेश्वर पिता, कुनै पनि अन्धकारको शक्ति प्रभु हामी इन्कार गर्दछौँ। पिता तपाईँलाई धन्यवाद छ। सबै कुरा तपाईँको हातमा राख्दछु। आजको सेवाकाई सुरुदेखि अन्त्यसम्म तपाईँको हातमा राख्दछु। आशिष सहायता माग्दछु प्रभु येशू ख्रीष्टको नाममा, आमेन। हालेलुया। हजुरहरू बस्न सक्नुहुनेछ। हुन्छ, हामी भजनहरू गाउँदै हामी अगाडि बढ्नेछौँ। 218 नम्बरको भजन गाउँदै हामी प्रभुलाई महिमा गर्नेछौँ। संसार के परिचय ना सुना
प्रभुलाई धन्यवाद भएको छ। यसै गरी हामीले अर्को भजन पनि गाएर प्रभुलाई महिमा गर्नेछौँ। दुई सय 53 को भजन गाउँदै है।
वचनद्वारा प्रभुको महिमा भएको छ। हुन्छ, हामी स्तुति प्रशंसामा जानेछौँ। हजुरहरू सबैजना उठेर हामी प्रभुलाई महिमा गर्नेछौँ। स्तुति प्रशंसा जानुभन्दा अगाडि म भजन सङ्ग्रह 117 पाठ गर्नेछु। हजुरहरू मलाई पछ्याउन सक्नुहुनेछ है। यदि तपाईँहरू सबैजना शक्त हुनुहुन्छ है, मलाई विश्वास छ हजुर सबैजना उठेर प्रभुलाई महिमा गर्नेछ। हालेलुया। हुन्छ, भजन सङ्ग्रह 117 ले चाहिँ के भन्दछ भने तपाईँहरू मलाई पछ्याउनु होला। हे सबै जात जातिका मानिसहरू हो, परम प्रभुको स्तुति गर। हे सबै जन हो, उहाँको जय जयकार गर। किनभने हामी प्रति उहाँको करुणा अपार छ र परम प्रभुको विश्वसनीयता सदाको निम्ति रहन्छ। परम प्रभुको प्रशंसा गर। हुन्छ, हामी सबैजना मिलेर प्रभुलाई प्रशंसा गर्नेछौँ। यो समय चाहिँ हाम्रो आराधनामा लगाउनको लागि हाम्रो आदरणीय भाइ अभिषेक भाइको रूपलाई हामी दिनेछौँ। ताली बजाएर स्वागत गर्नेछौँ है उहाँलाई। हालेलुया, आमेन। हामी सबै आरामी छौँ नि। प्रभुलाई महिमा होस् है। धेरै लङ टाइम पछि फेरि हामी सन्डे फेलोसिपमा यसरी संगति गर्न पाएका छौँ। आमेन। अनि प्रभुको महिमा होस्। आउनुहोस्, हामी ढिलो नगरिकन हाम्रो जीवित मनुष्यलाई हामी तन मन धनले हृदयबाट हाम्रो पुरै होइन आत्मा शरीरबाट हाम्रो प्रभुलाई महिमा दिनेछौँ। आमेन। के तपाईँहरू तयार हुनुहुन्छ? आमेन। किनभने परम प्रभुको वचनले तपाईँलाई भन्छ, आऊ हामी परम प्रभुको निम्ति हामी आनन्दले गाउनु पर्छ, आनन्दले रमाउनु पर्छ र खुसी साथ उहाँलाई प्रशंसाको गीतहरूद्वारा उहाँ महिमा आराधना र प्रशंसाको घोषणा गर्नुपर्छ। आमेन। त्यसकारण आउनुहोस्, यो समय हामी एउटा हिन्दी सङ्गलाई हामी गाउनेछौँ। येशू मसीह है, तेरे जैसा है कोही नहीं। आमेन। तपाईँ उहाँ जस्तो कोही पनि छैन अरे, हैन? यो वचनले भन्छ।
Raja,
आउँछु यो समय शान्त रहनेछ यो समय तपाईँ मनमा नै प्रार्थना गर्नुहोस् प्रभुसँग बोल्नुहोस् आफ्नो हात भएको जीवनबाट परमेश्वरलाई पुकार्नुहोस् परमेश्वरलाई महिमा दिनुहोस् आफ्नो सारा अन्तस्करणबाट सारा जीवनबाट ओ यसुलाई महिमा प्रभुलाई महिमा दिनेछौँ प्रभुलाई प्रशंसा गर्नेछौँ स्तुति हामी तपाईँलाई चढाउनेछौँ आराधना भक्ति हामी तपाईँलाई दिनेछौँ हाम्रो आत्मा सत्यताद्वारा हामी तपाईँको आराधना गर्नेछौँ सबै हातमा दिँदैछौँ सबै हातमा दिन्छौँ प्रभुलाई प्रभुको चाहिँ जयकार गर्नेछ यसलाई महिमा दिनेछु प्रशंसा गर्नेछु स्तुति चढाउनेछु
महिमा आराधना प्रशंसा प्रभु आज प्रभु तपाईँका मण्डली परिवार प्रभु एक एक जीवनद्वारा र एकको हृदयद्वारा प्रभु यो तन मन धनबाट प्रभु चलाएको यो महिमा यो प्रशंसा हामी एउटै मन एउटै हृदय प्रभु एउटै भावनाद्वारा चलेको यो महिमा साँच्चै विश्वास गर्छौँ प्रभु तपाईँको स्वर्गमा गुन्जाइ भएको छ हामी यो पवित्र स्थानबाट हामी घोषणा गर्दछौँ तपाईँलाई Yes, Jesus. धन्यवाद धन्यवाद मी सबै कुरा तपाईँको हातमा छु धन्यवाद पिता पुत्र पवित्र आत्माको महिमा भएको होस् हामी बाँकी समय सबै कुरा हामी तपाईँको हातमा छु आदर महिमा आराधना भक्ति चढाउँछु येशू प्रभुको नाममा आमेन आमेन प्रभुलाई धन्यवाद भएको होस् हाम्रो गैररूपले प्रभुको नजिकतामा लानुभएको छ एकचोटि फेरि ताली बजाएर हामी धन्यवाद दिन्छौँ हुन्छ हामी भेटी उठाउनेछौँ भेटी उठाएर सहायता गर्नको लागि हाम्रो गीता बहिनीलाई र हाम्रो यानी दिदीलाई म सहायताको लागि बोलाउन चाहन्छु अनि स्वर्गीय पिता भन्ने भजन गाउँदै हामी प्रभुको महिमा गर्दै हामी भेटी उठाउनेछौँ किन आज्ञाकारी भइकन यहाँ भेटीहरू ल्याउनुभएको छ प्रशंसा भेटी कल्पना दिप अनि भाइ यहाँ
प्रभु जान्नुहुन्छ है कुन सेवा चाहन्छु के अरे सञ्चालित भएर पढ्न आएको नभन्नु होला है प्रभु सेवा गर्नुभएको चाहिँ एकदम कन्फ्युज भयो है प्रभु जान्नुहुन्छ हुन्छ यो भेटी अनि दशवटा भेटी सबैको लागि प्रार्थना गर्न अभिमानको हामी स्मृति श्रेष्ठले पनि गर्नु भएको छ दशवटा भेटी है सबैको लागि हामीले आदरणीय एल्डर दिदी रिता दिदीलाई बोलाएर प्रार्थना गर्नको लागि सहायता गरिदिनु होला वचनको लागि पनि है हुन्छ धन्यवाद ताली बजाएर स्वागत गरौँ हामीलाई जय मसीह मण्डली परिवार सबैजना खुसी हुनुहुन्छ परमेश्वरको उपस्थितिमा चाहिँ हामी खुसी हुन सक्छौँ हालेलुया प्रभुलाई धन्यवाद हुन्छ आउनुहोस् हामी प्रार्थना गर्नेछौँ प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँछौँ अनि तपाईँलाई महिमा चढाउँछौँ तपाईँलाई प्रशंसा चढाउँदछौँ प्रभु धन्यवाद छ परमेश्वर हालेलुया जिजस लर्ड फादर तपाईँ प्रभुलाई हामी धन्यवाद दिन्छौँ हाम्रो बिचमा आउनुभयो प्रभु तपाईँ उचालिनु भएको छ धन्यवाद दिन्छौँ प्रभु आज परमेश्वर मण्डली परिवार मिलिकन चढाएको आराधनामा प्रभु तपाईँका जो परमेश्वर महिमित हुनुभएको छ तपाईँ प्रभुलाई हामी धन्यवाद दिन्छौँ तपाईँलाई महिमा नदिकन हामी सक्दैनौँ कारण तपाईँ परमेश्वरले हामीलाई हो प्रभु त जीवन दिनुभयो प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु जीवन मात्र होइन हामीलाई सबै कुरा दिनुभयो तपाईँ प्रभुलाई हामी धन्यवाद दिन्छौँ प्रभु धन्यवाद छ परमेश्वर हालेलुया जिजसलाई पादर हालेलुया पवित्र आत्मा खुरामा सक्कावासे जिजस हालेलुया प्रभु हामी धन्यवाद दिन्छौँ हामी प्रार्थना गर्दछौँ परमेश्वर प्रभु यो जति पनि दर्शक छ भेटी हृदय भेटी तपाईँको चरणमा आएको छ प्रभु यो दर्शक छ हृदय भेटीबाट पनि प्रभु तपाईँकै महिमा भएको तपाईँकै प्रशंसा भएको प्रभु यी भेटीहरूद्वारा तपाईँको राज्यको काम भएको प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो भेटीहरू प्रभु जहाँ जहाँ खोज्नु पर्ने हो जहाँ जहाँ तपाईँ परमेश्वरको महिमाको लागि चाहिने हो त्यहाँ खर्च हुन सकोस् हामी यो प्रार्थना गर्छौँ प्रभु हो परमेश्वर भेटी राख्ने जनहरूलाई पनि तपाईँको हातमा राख्दछौँ तपाईँले ज्ञान बुद्धि दिनुहोस् भनिकन प्रार्थना गर्छौँ प्रभु यी दिने छोराछोरीको हात कमाइ परिश्रममा तपाईँले आशीष दिनुहोस् भनेर प्रार्थना गर्छौँ पारिवारिक जीवनमा आत्मिक भौतिक जीवनमा प्रशस्तको आशीष दिनुहोस् भनेर प्रार्थना गर्छौँ प्रभु धन्यवाद छ हालेलुया धन्यवाद चढाउँदछौँ प्रभु जुन हातले दिनुभएको छ त्यो हातमा आज कहिले पनि आज रुपियाँ पैसादेखि लिएर कुनै पनि कुराको अभाव नभएको होस् किनकि आज्ञाकारी छोराछोरीहरूलाई चाहिँ तपाईँ पैसा त दिने परमेश्वर हुनुहुन्छ किनकि तपाईँ प्रभुले भन्नुहुन्छ आज दिएर त हेर चाखेर त हेर भन्नुहुन्छ हालेलुया तपाईँ प्रभुलाई हामी धन्यवाद दिन्छौँ ओ प्रभु हालेलुया धन्यवाद जुन वचन आज तपाईँले आफ्नो बालकलाई दिनुभएको छ त्यो वचनको रहस्य खोल्न पवित्र आत्मा तपाईँ आफै सहयोग हुनुहोस् पवित्र आत्मा तपाईँले चलाउनुहोस् बोल्ने चाहिँ छोरा अहिले तपाईँ आफै बोल्नुहोस् प्रभु तपाईँ आफै प्रचारिनुहोस् प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँछौँ प्रभु धन्यवाद हालेलुया जुन वचन आज हाम्रो बिचमा तपाईँ परमेश्वरले दिनुभएको छ त्यो वचनले आज हामी भरिएर हो परमेश्वर हामी चाहिँ आज बन्डिएर जान सकौँ प्रभु त्यो वचनले चाहिँ आज हामी आत्मिक क्षेत्रहरूमा चाहिँ अझै आज कोठाहरू बढ्न सकोस् भने हामी प्रार्थना गर्छौँ प्रभु धन्यवाद छ प्रभु धन्यवाद शून्य सुनाउन दुवैतर्फ माध्यम भइकन पवित्र आत्मा तपाईँले सहायता गर्नुहोस् यो दुष्टले बाधा लिन पाउने छैन वचनको समयमा वचन चोर्न आउने अलमलाउने आत्मालाई येशूको नाममा हटाउँदछौँ येशूको नाममा खोरामा सखा बाँधेर बेसकेले येशूको नाममा हालेलुया तपाईँ प्रभुलाई हामी धन्यवाद दिन्छौँ प्रभु तपाईँको अभिषेकले छोरालाई भरिसक्नु भएको छ धन्यवाद छ प्रभु धन्यवाद हरेकको कान आज मस्तीहरू खोलिसकेको छ तपाईँ प्रभुलाई धन्यवाद तपाईँ उपस्थितिले ढाक्नु भएको छ प्रभु हामी धन्यवाद दिन्छौँ धन्यवाद प्रभु यो सबै समयहरू प्रभु यो वचनको समय दशम छ हृदय भेटी सबै तपाईँको हातमा जिम्मा लाउँदै आशीर्वाद छ येशू प्रभुको नाममा आमेन जय मसीह आमेन आमेन प्रभुलाई धन्यवाद हाम्रो आदरणीय रिता दिदी अनि हामी दिदी अनि हाम्रो पिता बहिनीलाई पनि प्रभुले विशेष आशीष दिनुभएको होस् धन्यवाद छ अनि यहाँ चाहिँ प्रार्थनाको भेटी पनि आएको छ है यो प्रार्थनाको भेटी तपाईँहरूले व्यक्तिगत प्रभु जान्नुहुन्छ जसले प्रार्थनाको भेटी दिनुभएको छ उहाँको निम्ति प्रार्थना गरिदिनु होला है हुन्छ यो समय हामी
परिचयको भागमा आएका छौँ। आज मात्र है स्वागत गर्ने भागमा आएका छौँ। आज मात्र यस भवनमा पहिलोचोटि कोही आउनुभएको छ भने हामी हजुरहरूलाई चिन्न चाहन्छौँ अनि हाम्रो बुलेटिनहरू पनि दिन चाहन्छौँ। कोही हुनुहुन्छ आज मात्र हाम्रो दिदीबहिनी साइडमा फर्स्टमा म दिनेछु। कोही हुनुहुन्छ आज मात्र पहिलोचोटि कोही आउनुभएको छ भने म स्वागत गर्न चाहन्छु हजुरलाई। जय मसी सबैलाई। म चाहिँ मेरो नाम चाहिँ माया मगर, धनकुटा हिले चर्चबाट। स्वागत छ हजुरलाई। एकछिन उठिदिनु होला। अरू कोही हुनुहुन्छ? हामी दिदीबहिनीमा कोही हुनुहुन्छ अरू? हुन्छ, यति नै होला। यसै गरी हामी दाजुभाइ साइडमा जानेछौँ। आज मात्र कोही आउनुभएको छ भने आफ्नो ठाउँमा उठेर परिचय दिनु होला। सबैजनालाई मेरो नाम श्री शेर्पा, घर चाहिँ झापा दमन। हुन्छ, हजुरलाई पनि स्वागत गर्छु। अरू कोही हुनुहुन्छ? सबैलाई क्रिस्चियसको नाममा जय मसी। म चाहिँ मोरङ लेटाङमा। हुन्छ, हजुरलाई पनि स्वागत छ। अरू कोही नाम हुनुहुन्छ? राज राई। अरू कोही हुनुहुन्छ? हुन्छ, प्रभुलाई धन्यवाद भएको छ। आज प्रभुको भवनमा है प्रभुको इच्छाद्वारा प्रभुको महिमा गर्नुको लागि चाहिँ 2जना छोरा अनि 1जना छोरीलाई ल्याउनुभएको छ है। हामी यस मण्डलीले केही दिन त सक्दैन, फेरि पनि हजुरहरूको निम्ति हामी निरन्तर प्रार्थना गर्नेछौँ अनि हजुरहरूलाई सम्पूर्णलाई फेरि निरन्तर हाम्रो ढोकाहरू चाहिँ खुल्ला हुनेछ। बुलेटिन हाम्रो बहिनीहरूले दिनुहुनेछ यहाँको कति समय के हुनेछ भनेर त्यहाँ लेखिएको छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। प्रार्थनाको विषय पनि राख्न सक्नुहुनेछ। हजुरहरूलाई हामी ताली बजाएर स्वागत गर्नेछौँ है त। हुन्छ, धन्यवाद छ। अब हामी आज आशिष बाँड्नको लागि कोही हुनुहुन्छ? कुनै पनि लिस्टहरू त आएको छैन। त्यही पनि कसैलाई अवगत छ भने म 5 मिनट मात्रै दिनेछु अनि त्यसपछि हामी वचनमा जानेछौँ है। हुन्छ, आउनुहोस्। हुन्छ, हाम्रो बहिनी आउँदै हुनुहुन्छ, स्वागत गरौँ ताली बजाएर है। सम्पूर्णमा जय मसी। मेरो आशिष चाहिँ मैले मागेको थिएँ प्रभुलाई। हाम्रो सलुनमा चाहिँ हाम्रो म्यानेजर होइन, उहाँ चाहिँ एउटा फ्यामिली जस्तो एउटा गार्जियन जस्तो हुनुहुन्थ्यो। गाली पनि गर्ने, माया पनि गर्ने, आएको परेको खण्डमा सबै कुराको सहयोगहरू गर्ने, भित्रमा के छ छैन सबै कुरा जसले जे कुरा लाए पनि नसुने, यो चाहिँ कस्तो छ भनेर चाहिँ त्यस्तो खालको व्यवहार गर्ने। तर हामीले चाहिँ 100मा 1% पनि सोचेको थिएन उहाँलाई चाहिँ निकालिन्छ भनेर होइन। तर हामीलाई 2-4 दिनपछि मात्रै थाहा भयो र उहाँलाई चाहिँ निकालिदिनु भयो भनेर मैले चाहिँ शुक्रबारै मात्रै मैले प्रार्थना गरेको थिएँ। प्रभु त्यो छोरीलाई त्यो ठाउँमा आवश्यक छ, त्यो छोरीलाई त्यो ठाउँमा ल्याउनु प्रभु। म चाहिँ आइतबार जाँदा मैले यो गवाई मैले त्यहाँ दिनुपर्छ प्रभु, तपाईँको जित हुनुपर्छ है प्रभु, मेरो प्रार्थनालाई खेर जान नदिनुहोस् भनेर मैले मागेको थिएँ। र आज मात्रै उहाँ चाहिँ स्यालुनमा आउनुभएको छ। प्रभुलाई धेरै धेरै धन्यवाद। आमेन। प्रभुलाई धन्यवाद। साँच्चै नै है विश्वासले गरेको प्रार्थना चाहिँ जवाब पाइन्छ है। प्रभुलाई धन्यवाद भएको होस्। हाम्रो बहिनीलाई पनि प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। उहाँको निम्ति प्रार्थना गर्नुभयो अनि यसरी हामीले प्रार्थनाको रिजल्ट पाएका छौँ है। अनि प्रार्थना गर्दाखेरि चाहिँ हरेक कुराहरूको चाहिँ हामीले रिजल्ट पाउँछौँ। यति मात्र हो, कहिलेकाहीँ चाहिँ हामी पुग्न सक्दैनौँ कि हामीमा धैर्यता छैन है। अनि प्रभुको समयमा हरेक कुराहरू प्रभुले पुरा गर्नुहुनेछ। हालेलुया। हुन्छ, अरू कोही हुनुहुन्छ भने भन्नु होला, नत्र म सिधा हामी वचनमा जानेछौँ। ल, आज चाहिँ आशिष यति नै रहेछ। प्रभुलाई धन्यवाद। हामी सबैजना आशिषित छौँ है। फेरि पनि एकचोटि धन्यवाद दिएर हुन्छ, हामी वचनको समयमा आएका छौँ। वचन आज हाम्रो एलेक्स भाइले लिएर आउँदै हुनुहुन्छ, उहाँलाई स्वागत गर्नेछौँ है त।